नमस्कार साथीहरू, मार्केटको रेगुलर अपडेटहरू तपाईहरुलाई प्रस्तुत गर्ने क्रममा आज म तपाईहरुलाई सेक्टरहरूको एनालाइसिस गर्दैछु यो भिडियोमा है। आज नेप्सेमा भएको कुन चाहिँ सेक्टर राम्रो होला ट्रेडको लागि सेक्टरको एनालाइसिस आज तपाईहरुलाई डिटेलमा गर्नेछु र त्यसपछि तपाईहरुले गर्नुभएको कमेन्ट्सको रिप्लाई पनि गर्नेछु। भिडियो अन्तिमसम्म हेर्ने सुन्ने प्रयास गर्नु होला है। अब सुरुमा हामी बैंकिङ इन्डेक्सबाट हेरौं। बैंकिङमा के छ त्यो बैंकिङको बारेमा हेरौं। अब बैंकिङमा अहिले हेर्नुहुन्छ भने 1353 को रेन्जमा चाहिँ बैंकिङ इन्डेक्स छ है। अहिले हेर्नुहुन्छ भने लगभग 20 र 50 दिनको EMA को नजिकै छ भनेपछि केही साइडवेजमा देखिएको छ। ओभरअल ट्रेन्डमा चाहिँ के छ त भन्दाखेरि त्यति धेरै पोजिटिभ सेन्टिमेन्ट चाहिँ देखिरहेको अवस्था देखिदैन। पी को लेभल भन्दा तलै छ है। एटलिस्ट पनि हामीले ट्रेड गर्ने सेक्टर चाहिँ के हुनु पर्यो, यो पी को लेभल भन्दा चाहिँ माथि भयो भने चाहिँ बेस्ट हुन्छ। त्यसकारणले गर्दा कमर्सियल बैंकमा पनि अहिले तत्काललाई सर्ट टर्म ट्रेडको लागि चाहिँ त्यति उपयुक्त सेक्टर चाहिँ देखिएन है। अब त्यसपछि अर्को सेक्टर हेरौँ। म यहाँबाट नेप्सीको सेक्टरहरू चाहिँ हेर्नेछु। तपाईहरुलाई पनि हिजो कमेन्ट गर्नुभएको छ धेरैजना साथीहरूले। अब डेभलपमेन्ट बैंकको पनि एकचोटि हेरौँ। अब डेभलपमेन्ट बैंकमा पनि हेर्नुहुन्छ भने पी को रेन्ज कहाँ छ, यहाँनिर छ हैन। अब पी भन्दालाई पीलाई ब्रेकआउट त दिएको थियो तर सकेन र फेरि ब्रेकडाउन दिएको छ भनेपछि यसमा पनि अलि मोमेन्टम चाहिँ त्यति राम्रो देखिएको अवस्था देखिदैन। डेभलपमेन्ट बैंकिङ सेक्टरमा हेर्नुहुन्छ भने अहिले 20 र 50 दिनको EMA लाई चाहिँ ब्रेकडाउन गरेको छ। ठ्याक्कै अघिल्लो पी को यो रेन्जमा चाहिँ सपोर्ट लिन खोजेको छ। यदि अब अहिले यो 5414 को रेन्जमा छ, लगभग 5454 को रेन्ज भन्दा पनि तल आउँछ भने फर्दर डेभलपमेन्ट बैंकमा केही करेक्सन चाहिँ लम्बिन सक्ने सम्भावना चाहिँ रहन्छ। त्यसकारणले गर्दा अहिले तत्काललाई डेभलपमेन्ट बैंकमा पनि त्यति साह्रो राम्रो पोजिटिभ सेन्टिमेन्ट चाहिँ सर्ट टर्म ट्रेडको लागि देखिएन। अब त्यस्तै अर्को सेक्टर छ हामीसँग फाइनान्स हेरौँ है। अब फाइनान्समा पनि हेर्नुहुन्छ भने ओभरअलमा केही पोजिटिभ हुन खोज्यो। एक दिन चाहिँ लगभग एकदमै राम्रो बढेको थियो फाइनान्स। पी भन्दा माथि चाहिँ केही पोजिटिभ चाहिँ हुन खोजेको छ है। अब सन्डे मन्डेको मार्केटमा पनि यदि फाइनान्स यो 2425 भन्दा अथवा 2424 भन्दा माथि नै रहन्छ भने चाहिँ फाइनान्समा चाहिँ केही पोजिटिभ हुन सक्ने आशा चाहिँ राख्न सकिन्छ। तर अहिलेलाई नै तत्कालै नयाँ इन्ट्री गर्नलाई चाहिँ अझै पनि वेट गर्नुपर्ने अवस्था देखिन्छ। फाइनान्स इन्डेक्समा केही पोजिटिभ हुन चाहिँ खोजेको छ तर पोजिटिभ भइसकेको चाहिँ छैन। त्यसकारणले गर्दा के हुनु पर्यो त भन्दाखेरि लगभग यो हाइलाई ब्रेक गर्नु पर्यो। सन्डे मन्डे यदि बाई गर्ने हो भने लगभग 2480 लाई चाहिँ ब्रेक गरेर माथितिर यदि भोल्युम सहित सस्टेन हुन्छ भने फाइनान्समा हामी नयाँ इन्ट्री गर्न सक्छौँ र अहिलेलाई चाहिँ अहिले वेट एन्ड वाचकै अवस्थामा चाहिँ हेर्न सकिन्छ फाइनान्स इन्डेक्समा। त्यसपछि हाइड्रोको मैले भनिसकेको छु। हिजोको भिडियोमा डिटेल एनालाइसिस गरेको छु हाइड्रो सेक्टरको मात्र। अब अहिलेलाई म त्यो हाइड्रो सेक्टरको कुरा गरिनँ। त्यसपछि अर्को रह्यो इन्भेस्टमेन्ट सेक्टर है। इन्भेस्टमेन्ट सेक्टर हेरौँ है त। अब इन्भेस्टमेन्ट सेक्टरमा पनि हल्का साइडवेज जस्तो देखे पनि ओभरअल ट्रेन्ड चाहिँ ठिकै छ। लगभग पी को हाराहारीतिरै छ। 20 र 50 दिनको EMA भन्दा चाहिँ माथि नै छ भनेपछि इन्भेस्टमेन्ट सेक्टरमा बरु अलिकति केही राम्रो पोजिटिभ माहौल चाहिँ देखिएको छ है। अरूभन्दा चाहिँ अहिले हेरेको मध्येको चाहिँ अलिकति बेस्ट भनेको बरु इन्भेस्टमेन्ट सेक्टर चाहिँ अलिकति थोरै बढी बेस्ट देखियो सर्ट टर्म ट्रेडको लागि। अब इन्भेस्टमेन्ट सेक्टरमा पनि तपाईँले हेर्नुहुन्छ भने अब 7 वटा स्टकमा 2टा स्टक चाहिँ बढेको थियो हैन। सिटी र CIT र NRN चाहिँ केही हरियो देखिन्थ्यो भने अरूमा चाहिँ केही करेक्सन देखिए पनि सामान्य केही करेक्सन देखिन्थ्यो तर चाहिँ ओभरअलमा ट्रेन्ड चाहिँ इन्भेस्टमेन्ट सेक्टरको चाहिँ राम्रै देखियो है। त्यसपछि लाइफ इन्स्योरेन्सलाई एकचोटि हेरौँ। अब लाइफ इन्स्योरेन्समा अहिले हेर्नुहुन्छ भने अलिक डाउन ट्रेन्डमै देखिरहेछ। लाइफ इन्स्योरेन्स लोअर हाई र लोअर लो बनाइराखेको छ। फेरि पनि अर्को लो बनाउन सक्ने सम्भावना देखिन्छ। त्यसकारणले गर्दा अहिले अब लाइफ इन्स्योरेन्समा चाहिँ त्यति राम्रो मोमेन्टम चाहिँ देखिएको छैन। सर्ट टर्मको लागि हेर्दा पी को लेभल पनि माथि छ हैन। त्यो कारणले गर्दा सर्ट टर्मको लागि लाइफ इन्स्योरेन्स चाहिँ राम्रो देखिएन। तर मिड टर्म लङ टर्मको लागि तपाईँले लिएर राख्छु भन्ने हो भने लाइफ इन्स्योरेन्स सेक्टरमा अहिले निकै लो प्राइसमा भएका स्टकहरू
फन्डामेन्टल राम्रो स्टकहरू तपाईले बाई एकुमुलेसन चाहिँ गर्न सक्नुहुन्छ। तर सर्ट टर्मको लागि स्विङ ट्रेडको लागि अहिले त्यस्तो सिचुएसन बनेको छैन है। अब त्यस पछाडि म्यानुफ्याक्चरिङलाई पनि एकचोटि हेरौँ। अब म्यानुफ्याक्चरिङ पनि अहिले ओभरअल ट्रेन्ड हेर्नुहुन्छ भने साइडवेजमा छ हैन। लगभग यसले पहिलाको लोलाई पनि ब्रेक गर्न खोजेको छ। अब यो लोलाई अथवा 7075-76 को रेन्जलाई पनि ब्रेक गरेर तल आउँछ भने अझै थप केही करेक्सन चाहिँ म्यानुफ्याक्चरिङमा करेक्सन चाहिँ लम्बिन सक्ने चान्सेस चाहिँ हुन सक्छ। यसमा पनि सेम त्यही हो, तपाईले सर्ट टर्मको लागि हैन मिड टर्म लङ टर्मको लागि हेर्नुहुन्छ फन्डामेन्टल बेस स्टकहरुमा भने त्यसको लागि चाहिँ ठीक हुन सक्छ। तर सर्ट टर्म ट्रेडको लागि मेनुमा अझै राम्रो पोजिटिभ माहौल चाहिँ बनिसकेको देखिएन। त्यस्तै अर्को हेरौँ माइक्रो फाइनान्स हेरौँ है। अब माइक्रो फाइनान्समा पनि ओभरअल ट्रेन्ड डाउन ट्रेन्ड प्लस तल्लो रेन्जमा आएर केही साइडवेज बस्न खोजिरहेछ हैन। यसमा पनि सर्ट टर्ममा यस्तो मोमेन्टम चाहिँ देखिएको छैन है। सर्ट टर्ममा हेर्नुहुन्छ भने अहिले ओभरअल ट्रेन्ड चाहिँ डाउनै देखिएको छ। अहिले 4682 को रेन्जमा छ। अझै तल आयो भने 4600 लगभग 4600 सम्मको यसको सपोर्ट एरिया हुन सक्छ। त्यसकारणले गर्दा ओभरअल फाइनान्समा माइक्रो फाइनान्समा चाहिँ सर्ट टर्मको लागि एक दुईवटा लो क्याप माइक्रो फाइनान्सहरू खेलाडीले चलेको भए पनि ओभरअल माइक्रो फाइनान्समा त्यति राम्रो मोमेन्टम चाहिँ आइसकेको छैन है। र अर्को एउटा सामान्य सूचना म तपाईहरुलाई के दिन चाहनुहुन्छ भने यो बुल मार्केटमा तपाईहरुले पनि राम्रो गर्न चाहनुहुन्छ, केही सिक्न चाहनुहुन्छ, टेक्निकल र फन्डामेन्टल एनालाइसिस सिक्न चाहनुहुन्छ, हामीसँग प्रत्यक्ष अनलाइनमा क्लासमा जोइन गरेर प्लस हामीसँग ग्रुपमा रहन चाहनुहुन्छ भने सिम्पली तपाईहरुले मलाई मेरो यो पर्सनल फेसबुक संकल्प ढकालमा तपाईले मलाई मेसेज गरेर हामीसँग जोडिन सक्नुहुन्छ अनलाइन क्लास र ग्रुपमा। क्लास बेलुका 8 बजे हुन्छ। तपाईले डिटेल इन्फर्मेसनको लागि हामीलाई यसमा फलो गरेर मेसेज गर्न सक्नुहुन्छ है त। अब त्यसपछि फर्दर अर्को स्टकतिर जाउँ, अर्को सेक्टरमा जाउँ। त्यसपछि हेरौँ नन लाइफलाई पनि एकचोटि हेरौँ। नन लाइफलाई अब नन लाइफमा पनि अहिले खासै राम्रो मोमेन्टम सर्ट टर्मको लागि देखिएको छैन। अहिले साइडवेज प्लस डाउन ट्रेन्ड देखिएको छ। सपोर्ट एरिया भनेको अब 12000 को रेन्ज हो हैन। 12000 को रेन्ज चाहिँ एउटा सपोर्ट एरिया हुन सक्छ नन लाइफको लागि। अब त्यहाँबाट पुल ब्याक दिन्छ भने चाहिँ बल्ल हामी सोचौँला। अहिले तत्काललाई नन लाइफमा पनि खासै मोमेन्टम चाहिँ देखिएन है। त्यसपछि अदर सेक्टरलाई एकचोटि वाच गरौँ। अदर सेक्टर अब अदर सेक्टरमा केही पोजिटिभ छ, मिडल बेन्डको साइडमा छ अथवा तपाईले हेर्नुहुन्छ भने पी को रेन्जमा छ भनेपछि बरु अहिलेसम्म हेरेको मध्ये एउटा इन्भेस्टमेन्ट र अर्को अदर सेक्टर चाहिँ तपाईले बरु सर्ट टर्म ट्रेडको लागि हेर्न सक्नुहुन्छ। यो सेक्टरमा चाहिँ केही मोमेन्टम चाहिँ देखिएको छ, पोजिटिभ नै छ यसमा है। यसलाई चाहिँ अरू सेक्टरमा भन्दा यो दुईटा सेक्टरमा चाहिँ अलिकति मोमेन्टम चाहिँ राम्रो भएको देख्न सकिन्छ। सर्ट टर्मको लागि तपाईले यो सेक्टर चाहिँ बरु हेर्न सक्नुहुन्छ है। अब त्यस्तै अब अर्को होटल टुरिज्म सेक्टर पनि हेरौँ। होटलमा के छ? अब होटल टुरिज्म सेक्टर चाहिँ बेस्ट छ है। अब सबैभन्दा अहिले हेरेको मध्ये सबैभन्दा राम्रो पी को लेभल भन्दा माथि नै सस्टेन भएको सबैभन्दा राम्रो भोल्युम पनि राम्रो आएको सेक्टर भनेको होटल टुरिज्म सेक्टर हो है। त्यसकारणले गर्दा तपाईहरुले अब आगामी हप्ताको लागि ट्रेडको लागि हेर्ने हो भने 1 नम्बरमा मैले हिजोको भिडियोमा एनालाइसिस गरेको छु हाइड्रो पावर सेक्टर, 2 नम्बरमा होटल टुरिज्म सेक्टर, 3 नम्बरमा इन्भेस्टमेन्ट र 4 नम्बरमा अदर सेक्टरलाई तपाईले सर्ट टर्म ट्रेडको लागि चाहिँ हेर्न सक्नुहुन्छ। सबैभन्दा बेस्ट भनेको भोल्युम सहितको राम्रो बेस्ट भनेको हाइड्रो र त्यस पछाडिको चाहिँ होटल टुरिज्म सेक्टर चाहिँ तपाईहरुले ट्रेडको लागि सर्ट टर्म ट्रेडको लागि चाहिँ हेर्न सक्ने सेक्टरको रूपमा चाहिँ लिन सकिन्छ है। अब म तपाईहरुले गर्नुभएको हिजोको भिडियोमा गर्नुभएको कमेन्टहरु पढ्छु। तपाईहरुको पनि कुनै स्टकको बारेमा जानकारी लिनु छ भने कमेन्ट गर्न नबिर्सनु होला। भिडियोलाई लाइक पनि गर्नु होला र कतिपय साथीहरुले भिडियो हेर्नु भएको छ सब्स्क्राइब नगर्नु भएको साथीहरु पनि सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला है। विश्वास नेपालीजीले नमस्कार सर भन्नुभएको छ। आङ्ग्रिका शेर्पाजीले पनि वाचिङ भन्नुभएको छ। एसएचपीसी पनि भन्नुभएको छ है। एसएचपीसी अब एसएचपीसी ले अहिले प्रिभियस हाईलाई
लगभग ब्रेकआउट दिन खोजेको छ हैन। राम्रो मोमेन्टम देखिएको छ एसएचपीसीमा। अब तपाईले हेर्नुहुन्छ भने भोल्युम पनि राम्रो आएको छ। अब तपाईले के गर्न सक्नुहुन्छ त भन्दाखेरि 620 लाई चाहिँ ट्रेलिङ स्टप लसको रूपमा राखेर 620 भन्दा माथि हुँदासम्म तपाईले एसएचपीसी होल्ड गर्न सक्नुहुन्छ। मोहन श्रेष्ठजीले CHCL भन्नुभएको छ है, CHCL। अब CHCL हेर्नुहुन्छ भने चिलिमेमा अहिले केही सप्लाई देखिएको छ, तर पनि अझै पनि तपाईँ नातिनुस् यो रेन्जसम्म लगभग 555 सम्म नातिनुस्। 555 भन्दा पनि तल आयो भने तपाईँ एक्जिट गर्नुहोस्। स्टप लस हो भने स्टप लस, प्रफिट बुक भयो भने प्रफिट बुक गर्नुहोस्। त्यो भन्दा माथि ल्याउँदासम्म वेट गरेर नेक्स्ट टार्गेट भनेको तपाईले लगभग 600 भन्दा माथिको टार्गेट राख्न सक्नुहुन्छ है। जनकजीले BHL भन्नुभएको छ है, BHL। ल अब BHL मा अहिले डाउन ट्रेन्डमै छ। अहिले तत्कालै मोमेन्टम यसमा देखिएको छैन। अलिअलि बढ्छ, लगभग 225-30 को जोनसम्म पुग्छ भने तपाईले केही प्रफिट बुकको साइडबाट हेर्न सक्नुहुन्छ है। उहाँले AKPL पनि भन्नुभएको छ है, AKPL। अब AKPL मा पनि हेर्नुहुन्छ भने अहिले ओभरअल ट्रेन्ड के भएको छ भन्दाखेरि बुलिश छ। अब अस्ति बिहीबार चाहिँ केही करेक्सन भयो हैन। अब अलिअलि करेक्सन हुन्छ। यसले पहिलाको हाईलाई ब्रेक गरे पछाडि केही करेक्सन देखिएको छ। अब यस पछाडिको नेक्स्ट टार्गेट भनेको तपाईले 320 सम्मको टार्गेट चाहिँ AKPL मा राख्न सक्नुहुन्छ है। ल राजु जीले लेख्नुभएको छ सर GMFBS को 3 मन्थको कारोबार होल्डिङ एभरेज प्राइस एन्ड हजुरको एनालाइसिस डिटेल प्लिज भन्नुभएको छ। GMFBS हेरौँ है त, GMFBS। अब GMFBS मा हेर्नुहुन्छ भने अहिले ओभरअल ट्रेन्ड भनेको यसमा डाउन ट्रेन्डमै छ है। यसमा कुनै पनि डाउट छैन, ओभरअल ट्रेन्ड डाउन ट्रेन्डमा छ। अहिले 1506 को रेन्जमा छ। अझै फर्दर तल आउँछ र तपाईले एभरेज गर्न खोजिराख्नु भएको छ भने 1450 को रेन्जसम्म यदि आएछ भने तपाईको बेस्ट एभरेजिङ टाइम चाहिँ हुन सक्छ। र यदि फेरि यो बढेर लगभग 1570 भन्दा माथि जान्छ भने तपाईले 1660 सम्मको सेलिङ टार्गेट चाहिँ गणपति माइक्रो फाइनान्समा राख्न सक्नुहुन्छ है। चन्द्रराज जीले लेख्नु भएको छ NGPL भन्नुभएको छ है। अब NGPL मा हेर्नुहुन्छ भने ओभरअल ट्रेन्ड राम्रै छ। पहिलाको हाईलाई पनि तोड्न खोजिराखेको छ, भोल्युम राम्रै आएको छ। अब सर्ट टर्म सेलिङ टार्गेट भनेको 420 लाई चाहिँ हेर्न सक्नुहुन्छ र तपाईको स्टप लस भनेको 385 लाई चाहिँ स्टप लस राख्न सक्नुहुन्छ। अहिलेलाई होल्ड गर्दा राम्रो है। कृष्ण भट्टजीले RFPL भन्नुभएको छ है। अब RFPL मा पनि अहिले धेरै पछाडि एउटा मोमेन्टम दियो हैन। अब अहिलेलाई चाहिँ के छ भन्दाखेरि तत्काललाई तपाईलाई प्रफिट छ भने केही प्रफिट बुक गर्ने जोनमा चाहिँ देखिएको छ RFPL है। RFPL मा तत्काललाई सर्ट टर्मको लागि लिनु भएको भने यो रेन्जमा केही प्रफिट बुक गरेर फेरि तल आउँदा लगभग 530 तिर आयो भने चाहिँ तपाईले बाइको लागि हेर्न सक्नुहुन्छ। दिलीप लामाजीले नि वाचिङ भन्नुभएको छ। AHPC भन्नुभएको छ मोहन श्रेष्ठजीले, AHPC। अब AHPC मा पनि ठिकै छ, ओभरअल ट्रेन्ड राम्रै छ। तत्कालको एकदम भेरी सर्ट टर्म हेर्ने हो भने 315 हो हैन। अनि त्यस पछाडिको टार्गेट भनेको 335 सम्मको टार्गेट चाहिँ AHPC मा राख्न सकिन्छ है। पुन पालपालेजीले पनि वाचिङ भन्नुभएको छ। लाक्पा शेर्पाजीले साहस ऊर्जा भन्नुभएको छ है। साहस हेरौँ है त। अब साहसमा पनि अहिले ठिकै छ, ओभरअल ट्रेन्ड यसले पहिलाको हाइयरलाई ब्रेक गरेर तोडेर माथि गएको छ। सर्ट टर्म सेलिङ टार्गेट भनेको 580 र त्यस पछाडिको टार्गेट भनेको 610 सम्मको साहसमा राख्न सकिन्छ। भोल्युमहरु पनि राम्रै आएको छ, त्यस्तो आत्तिनु पर्ने कुरा चाहिँ छैन है। दिलीप लामाजीले UMHL सेलिङ टार्गेट भन्नुभएको छ हैन। UMHL अब UMHL को अहिलेलाई होल्डै गर्दा राम्रो हुन्छ। बिस्तारै बिस्तारै यो अप ट्रेन्डतिरै लाग्न खोजेको छ। अबको सर्ट टर्म सेलिङ टार्गेट भनेको 540 लाई सर्ट टर्मको लागि सेलिङ टार्गेट हेर्न सक्नुहुन्छ है।
राम चामलिङजीले जिबिएल भन्नुभएको छ होइन, जिबिएल। अब जिबिएलमा अहिले लगभग डाउन ट्रेन्ड सकेर बिस्तारै पुल ब्याक दिन खोजेको छ। भेरी सर्ट टर्मको लागि टार्गेट हेर्नुहुन्छ भने 470 हो होइन, र तपाईँको अहिले हुनुहुन्छ भने वेटिङमा हुनुहुन्छ भने 450लाई चाहिँ स्टप लसको साइडबाट चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ जिबिएलमा है। प्रनिशा श्रेष्ठजीले साहसको सेलिङ टार्गेट भन्नुभएको छ। मैले साहसको भर्खरै भने सम्भवतः तपाईँले हेरिसक्नुभयो है। एसएचपिसी पनि मैले भनिसकेँ। हजुरको हिजो खरिद गरियो सर, यसो फ्युचर के होला भन्नुभएको छ। जिबिएलको पनि मैले भनिसकेँ है। आइवान सर भन्नुभएको छ, दिलीपजीले पनि राडीको टार्गेट सर भन्नुभएको छ है। राडी है, ए रिडी रहेछ, रिडी हेरौँ है त। अब रिडीमा अहिले हेर्नुहुन्छ भने के देखियो त भन्दाखेरि रिडीमा अहिले 278 को रेन्जमा छ। सर्ट टर्म सेलिङ टार्गेट भनेको 285 है। 285 को चाहिँ रिडीको सर्ट टर्म सेलिङ टार्गेट राख्न सक्नुहुन्छ। त्यसलाई पनि ब्रेक गर्यो भने अलमोस्ट 300 सम्मको टार्गेट चाहिँ रिडीमा राख्न सकिन्छ है। नारायण पाण्डेजीले आरएफपिएल भन्नुभएको छ। आरएलपिएल मैले भनिसकेँ। साहस ऊर्जा भन्नुभएको छ, साहसको पनि मैले बताइसकेँ। वाचिङ फ्रम पर्वत पनि भन्नुभएको छ एकजना साथीले, हाम्रो गुरुङ थगुजीले। एसएचएल के कस्तो होला सर भन्नुभएको छ वीरबहादुरजीले। एसएचएल अब एसएचएलमा पनि अहिले हेर्नुहुन्छ भने के छ त भन्दाखेरि 284 मा छ। तत्कालको सेलिङ टार्गेट भनेको नि तपाईँले 300 सम्म चाहिँ राख्न सक्नुहुन्छ एसएचएलमा। त्यसलाई पनि ब्रेक गर्छ भने 320 सम्मको टार्गेट तपाईँले राख्न सक्नुहुन्छ। ज्ञानेन्द्र बस्नेतजीले म हेर्दैछु सर भक्तपुरबाट एचडिएचपिसी र एकेजेसिएल के गर्ने हो, राख्ने कि बेच्ने हो भन्नुभएको छ। यिनीहरूमा त्यति राम्रो मोमेन्टम चाहिँ छैन होइन। अलिअलि बढेको बेलामा चाहिँ तपाईँले बेच्ने अवसर चाहिँ लिन सक्नुहुन्छ यो एचआइडिसिएलमा, एचडिएचपिसीमा र एकेजेसिएलमा है। युएमएचएल भन्नुभएको छ। युएमएचएल मैले भनिसकेँ। इन्सुरेन्स सेक्टर भन्नुभएको छ। इन्सुरेन्स सेक्टरको पनि मैले एनालाइसिस गरिसकेँ है। सुरेश के तिमीला बनेपा 5 एमडिबी टार्गेट भन्नुभएको छ है। एमडिबी अब तपाईँहरूको अरू साथीहरूको पनि कुनै स्टकको बारेमा जानकारी लिनु छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्न नबिर्सनु होला। एमडिबीमा पनि अहिले ओभरअल ट्रेन्ड हेर्नुहुन्छ भने डाउन ट्रेन्ड छ। अझै तल आयो भने अब यो अझै घटेर तल आउँछ भने चाहिँ 570 यसको सपोर्ट एरिया हो। र सर्ट टर्म सेलिङ टार्गेट भनेको 630 सम्मको तपाईँले राख्न सक्नुहुन्छ है। ब्याङ्किङ इन्डेक्स भन्नुभएको छ। ब्याङ्किङ इन्डेक्सको मैले एनालाइसिस गरिसकेँ। आइवान सर भन्नुभएको छ। तेजेन्द्रजीले ओके सर म खड्गबहादुर विष्ट दुबईबाट साहसको बाई गर्दा कस्तो होला सर भन्नुभएको छ। साहसको अघि मैले भनिसकेँ, खड्गजी हेरिसक्नुभयो होला होइन। जिबिआइएमई सेलिङ टार्गेट भन्नुभएको छ। अब सर्ट टर्मको लागि तपाईँले ग्लोबल आइएम ब्याङ्क किन्नुभएको भने त 250 यसको सेलिङ टार्गेट हो है। फर्स्ट सेलिङ टार्गेट 250 र त्यस पछाडिको टार्गेट भनेको 265 है। जया विष्टजीले सिएलआई भन्नुभएको छ होइन। सिएलआई अब सिएलआईको पनि अहिले चाहिँ 470 मा छ होइन। निकै डाउन ट्रेन्डमा आइसकेको छ। अझै तल आयो भने लगभग 460 यसको सपोर्ट एरिया हो है। एकदम स्ट्रङली सपोर्ट एरिया भनेको लगभग 460 यसको सपोर्ट हो। त्यो रेन्जमा आउँदा केही एभरेज गर्न सक्नुहुन्छ, थप्न सक्नुहुन्छ। नयाँ किन्नलाई अहिले नातिनु होला। फर्स्ट सेलिङ टार्गेट भनेको 490 र सेकेन्ड टार्गेट भनेको 510 सम्म राख्न सक्नुहुन्छ है। सुरज गिरिजीले वाचिङ बुटोल गुड एनालाइसिस भन्नुभएको छ। थ्याङ्क यू। प्रकाश शर्माजीले म सधैँ हेर्छु, राम्रो लाग्छ। पिएचसिएल, साहस, एसएचएल, जिएचएल कस्तो छ भन्नुभएको छ। पिएचसिएल हेरौँ है त। पिएचसिएल अरू स्टकहरू त लगभग मैले हेरिसकेँ होइन। पिएचसिएलमा पनि अहिले लगभग केही डाउन ट्रेन्डमै देखिएको छ यसको ट्रेन्ड होइन। अहिले प्रफिट बुकमै चलिरहेछ। अझै तल आउँछ भने 520 यसको सपोर्ट एरिया हो।
र सर्ट टर्म सेलिङ टार्गेट भनेको 625 सम्मको तपाईले सेलिङ टार्गेट राख्न सक्नुहुन्छ है त। सन्तोष कोइरालाजीले धन्यवाद भन्नुभएको छ। अर्को साथीले साहस भन्नुभएको छ, साहस मैले भनिसकेँ। जिएलएच 2284 को बाई छ, फेरि थप्दा हुन्छ भन्नुभएको छ जिएलएच है। अब लगभग यो 260 को रेन्जमा पनि थप्न सकिन्छ। तपाईको 284 को बाई हो भने त्यस पछाडि 290 को चाहिँ फर्स्ट सेलिङ टार्गेट राख्न सक्नुहुन्छ है। नमिनजीले एमपीएफएल फर्स्ट सेकेन्ड थर्ड एकुमुलेसन जोन सर भन्नुभएको छ। एमपीएफएल है। अहिले अब फाइनान्स सेक्टरमा अहिले त्यस्तो धेरै मोमेन्टम धमका मोमेन्टम आएको छैन हैन। अहिले के भएको छ भन्दाखेरि लगभग 600 को रेन्जमा छ एमपीएफएल। फर्स्ट सेलिङ टार्गेट तपाईले हेर्नुहुन्छ भने फर्स्ट सेलिङ टार्गेट भनेको एमपीएफएल को 650 सम्मको तपाईले टार्गेट चाहिँ राख्न सक्नुहुन्छ है। ओके। र अरु साथीहरुको पनि कुनै स्टकको बारेमा जानकारी लिनु छ भने फटाफट कमेन्ट गर्नु होला है। गुड एनालाइसिस सर, लाइक कमेन्ट एन्ड सब्स्क्राइब गरेको छु हजुर भन्नुभएको छ मनोजजीले। थ्यांक यू सो मच। हाथोइको एनालाइसिस भन्नुभएको छ मनोजजीले, हाथोइ पनि भन्नुभएको छ है। हाथोइ पनि ठिकै छ, अहिले 1224 को रेन्जमा छ। यो रेन्जतिर अलिअलि थप्नलाई किता एभरेजिङ गर्नलाई चाहिँ त्यस्तो डराइहाल्नु पर्ने जोन छैन। तपाईले बाई एकुमुलेसनको साइडबाट हेर्नुहुन्छ। अबको सर्ट टर्म सेलिङ टार्गेट भनेको 1330 सम्मको टार्गेट राख्न सकिन्छ है। दुर्गाजीले लेख्नु भएको छ एनजीपीएल भन्नुभएको छ। एनजीपीएल मैले भनिसकेँ। समुद्र खड्काजीले एसएचपीसी र पीपीएल भनिदिनु भन्नुभएको छ। एसएचपीसी भनौँ है त। एसएचपीसी पनि मैले लगभग अघि नै भनिसकेको स्टक हो। तपाईले अहिले होल्ड गर्नुस्, यो रेन्जसम्म होल्ड गर्नु, 620 सम्म स्टप लस राख्नुस्, त्योभन्दा माथिसम्म होल्ड गरेर लगभग तपाईको अबको सेलिङ टार्गेट भनेको 675 सम्मको राख्न सक्नुहुन्छ एसएचपीसी मा है। केबीएल हेरिदिनु पर्यो भन्नुभएको छ। अब केबीएल अब 200 को रेन्जसम्म आउन सक्छ। हामीले भनेका थियौं लगभग त्यही रेन्जबाट केही सपोर्ट लिन खोजेको छ। यो रेन्जमा अलिअलि थप्न चाहिँ सकिन्छ र सर्ट टर्म टार्गेट भनेको 230 सम्मको केबीएल लाई राख्न सकिन्छ है। वाचिङ फ्रम गौरा रौतहट एमडीबी मा फसेको छु सर, यस बारेमा केही भनिदिनुस्, भिडियो साह्रै राम्रो छ भन्नुभएको छ एमडीबी है। अब एमडीबी मा तपाई फस्नु भएको छ भने पक्कै पनि अब यदि यो घटेर तल्लो रेन्जमा यो रेन्जमा है 575 तिर आउँछ भने केही एभरेजिङ गर्न सक्नुहुन्छ। यसलाई एभरेजिङ गरेर अनि फेरि सर्ट टर्म टार्गेट छ भनेको तपाईले 625 30 को टार्गेट चाहिँ तपाईले राख्न सक्नुहुन्छ है। ओके। एसएचपीसी भन्नुभएको छ। एसएचपीसी मैले भनिसकेँ। अनिताजीले पनि वाचिङ भन्नुभएको छ। तमोर एन्ड सास व्हिच इज द बेस्ट वान भन्नुभएको छ। सास त मैले भनिसकेँ। तमोर पनि एकचोटि हेरौँ है त। लगभग उस्तै जोनमा छ यिनीहरू हैन। तपाईले हेर्नुहुन्छ भने दुईटै बेस्ट नै छ। अब त्यो भन्दा अझ बेस्ट हेर्नुहुन्छ भने तमोर पनि अझ त्यो भन्दा त्यो दुईटालाई कम्पेरेटिभ हेर्दाखेरि चाहिँ अझ बढी बेस्ट चाहिँ अब तमोर चाहिँ हेर्न सक्नुहुन्छ अनिताजी है। एनएचपीसी र एएचपीसी को टार्गेट भन्नुभएको छ अमृत नेपालजीले। एनएचपीसी मैले भनिसकेँ। एएचपीसी भनौँ है त। एनएचपीसी को भनौँ है। एएचपीसी मैले भनिसकेँ। अहिले एनएचपीसी मा चाहिँ के देखिएको छ त भन्दाखेरि अलिकति तपाईको यो साइड वेज प्याटर्न देखिएको छ हैन। साइड वेजमा देखिएको छ। त्यसकारणले गर्दा यसमा अलिकति बढेर जान्छ। लगभग तपाईको फर्स्ट सेलिङ टार्गेट भनेको 235 सम्म पुग्छ भने चाहिँ तपाईले एनएचपीसी लाई केही प्रॉफिट बुकको साइडबाट चाहिँ हेर्न सक्नुहुन्छ। यसरी अहिले तपाईले हेर्दाखेरि अहिले मैले बारम्बार भन्दै आएको छु तपाईले नेप्सेलाई मात्र हेरेर ट्रेड गर्ने हैन, सेक्टरलाई हेर्नुस्, सेक्टर भित्रको स्क्रिप्टलाई बढी फोकस गर्नुस्। त्यो स्क्रिप्टमा कस्तो पोटेन्शियल छ त्यसलाई हेरेर तपाईले ट्रेडिङ सेटअप चाहिँ बनाउन सक्नुहुन्छ। र यदि तपाई पनि फेरि पनि हाम्रो अनलाइन क्लास ग्रुपमा रहन चाहनुहुन्छ भने मेरो यो पर्सनल फेसबुक यो संकल्प ढकालमा तपाईले पनि मेसेज गरेर डिटेल जानकारी चाहिँ लिन सक्नुहुन्छ। तपाईहरु पनि आउनुस्, यो बुल मार्केटमा क्लासमा ग्रुपमा जोइन गर्नुस्, सजिलो हुन सक्छ। धन्यवाद।